विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्रका महिलाहरूको अवस्थाको बारेमा स्थिति पत्ता लगाउने गरी काम सुरु गरेको छ। विराटनगर महानगरपालिका महिला बालबालिका शाखा मार्फत महिलाहरूको अवस्था पत्ता लगाउने स्थिति प्रतिवेदन तयार पार्ने काम सुरु गरेको हो। विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीको योजना अनुसार कस्ता महिलाहरूको संख्या कति रहेको छ, उनीहरूको अवस्था के छ, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका गृहिणी महिलादेखि घर बाहिर निस्केका महिलाहरूको तथ्याङ्क समेत तयार पारी स्थिति प्रतिवेदन तयार पार्न लागिएको विराटनगर महानगरपालिकाले जनाएको छ। यसको उद्देश्य भनेको चाहिँ महिलाहरूको जस्तै महानगरपालिकाले चाहिँ हिंसामुक्त नगर बनाउनको लागि, आर्थिक सशक्तिकरण गर्नको लागि, महिलाहरूलाई शैक्षिक स्तरमा अगाडि बढाउनको लागि त्यो हिसाबमा चाहिँ यो स्थितिपत्रले चाहिँ सहयोग गर्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। अहिले त्यसको गृह कार्य सुरु भएर काम अघि बढेको जनाइएको छ। 2,43,927 विराटनगरको जनसङ्ख्या मध्ये 1,21,753 जना महिला छन्। यो संख्याका महिलाहरू के गर्दैछन्, उनीहरूको अवस्था, शैक्षिक योग्यता, राजनीति, सामाजिक र आर्थिक अवस्थाको बारेमा स्थिति प्रतिवेदन सङ्कलन गर्ने तयारी भएको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिनुभयो। यो अभियान केही वडाबाट नमुनाको रूपमा सुरु गरिने र 19 वटै वडामा पुग्ने लक्ष्य लिएको छ। महिलाहरूको स्थिति प्रतिवेदन चाहिँ नि हामीले विभिन्न कलेजका भलन्टियर्सहरूलाई लिएर हरेक वार्डमा भएका महिला दिदीबहिनीहरूको चाहिँ नि अहिलेको करेन्ट स्थिति कस्तो अवस्थामा छ, महिला दिदीबहिनीहरू को कति शिक्षित हुनुहुन्छ, को के काममा आबद्ध हुनुहुन्छ, कसले कुन पेसा अँगाल्नु भएको छ, को राजनीतिमा लाग्नु भएको महिलाहरूको अवस्था कस्तो छ, यी सबै विभिन्न कुराहरूलाई चाहिँ नि हामीले विभिन्न फर्मेटमा क्वेसनरको माध्यमबाट हामीले त्यो रिपोर्ट गर्छौँ र त्यो लिएर आइसकेपछि चाहिँ नि विराटनगरमा अहिलेको स्थितिमा महिलाहरूको अवस्था यस्तो रहेछ भन्ने कुरा चाहिँ नि एउटा प्रष्ट देखिन्छ। पालिकाले तयार पार्ने स्थिति प्रतिवेदनमा महिलाहरूले महानगरपालिकालाई कसरी बुझेका छन्, स्थानीय तहप्रतिको अपेक्षा कस्तो रहेको छ भन्ने समेत समेटिने उहाँले बताउनुभयो। स्थिति प्रतिवेदन तयार पार्नका लागि महानगरपालिकाले कार्यशाला समेत सम्पन्न गरिसकेको छ। स्थिति प्रतिवेदन आगामी जेठ मसान्तभित्र तयार पारी सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। महानगर क्षेत्रभित्र बसोबास गर्ने महिलाहरूको पारिवारिक, आर्थिक, वैवाहिक, पेसा, व्यवसाय, रोजगारी, जातीय, राजनीतिक लगायतको अवस्थाको विषयमा स्थिति तयार पार्ने कामको विज्ञहरूले समेत प्रशंसा गरेका छन्। मैले जति बुझेको छु विराटनगर महानगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्षको लागि छुट्याएको एउटा कार्यक्रम विराटनगरमा रहेका महिलाहरूको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, पेसागत र रोजगारी को अवस्था कस्तो छ भन्ने बारेबाट स्थितिपत्र तयार गरेर लागेको। त्यसको सँगसँगै यहाँ रहेका महिलाहरूको खण्डित तथ्याङ्क, सामान्यतः महिलाका बारेमा भएका विकासमूलक कार्यक्रमहरू हेर्दाखेरि तथ्याङ्कलाई विश्लेषण गर्दाखेरि खण्डित तथ्याङ्क पाइँदैन। यसले चाहिँ खण्डित तथ्याङ्क पनि निर्माण गर्छ। महिला भनिरहँदा जातिगत रूपमा महिलाको अवस्था, शारीरिक मानसिक अवस्थाको आधारमा महिलाको अवस्थालाई पनि उजागर गर्दछ। त्यसले बृहत रूपमा विराटनगर महानगरपालिकाका 1900 वडामा रहेका महिलाहरूको समग्र स्थिति, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र रोजगारीको स्थितिलाई पनि उजागर गर्ने गरी सर्वेक्षण नै गरेर, सर्वेक्षण फारमै भरेर विभिन्न सूचकहरू तय गरेर ती सूचकहरूको आधारमा अवस्था निर्धारण गर्ने गरी महिलाको स्थितिपत्र निर्माण गर्ने कार्यक्रम घोषणा भएको हो। सबै वडामा पुगेर महिलाहरूको स्थिति पत्र तयार पार्ने गरी सुरु भएको यो कामबाट महिलाको अवस्था के रहेछ भनेर स्थिति प्रतिवेदनले स्पष्ट पार्ने अपेक्षा लिएको छ। स्थिति प्रतिवेदनको आधारमा आगामी वर्षहरूमा महिलाको क्षेत्रमा कति बजेट कुन शीर्षकमा छुट्याउने भनेर बजेट विनियोजनमा समेत सहज हुने उपमेयर कार्कीले बताउनुभयो। यति प्रतिशत महिलाहरू यति क्वालिफाइड हुनुहुन्छ, यति प्रतिशत महिलाहरू व्यवसायमा आबद्ध हुनुहुन्छ, यतिजना चाहिँ रोजगारीमा हुनुहुन्छ, यति राजनीतिमा हुनुहुन्छ। यी विभिन्न कुराहरूको चाहिँ प्रष्ट पिक्चर आइसकेपछि सबैको लागि, विराटनगर सम्पूर्णको लागि चाहिँ महिलाहरूको प्रतिवेदन छर्लङ्ग देखिने एउटा उपलब्धि त्यो रहन्छ भने अर्को उपलब्धि चाहिँ महिलाहरूको क्षेत्रमा आगामी दिनमा अब आउने नयाँ आर्थिक वर्षमा हामीले बजेट विनियोजन गरिरहँदा महिलाहरूको बारेमा नीति तथा कार्यक्रमहरू बनाइरहँदाखेरि चाहिँ
त्यसैलाई आधार मानेर अब त्यसमा हामीले एउटा के क्वेसन पनि राखेका छौँ भने स्थानीय तहबाट चाहिँ उहाँहरूको अपेक्षा के, उहाँलाई स्तर उन्नति गर्नको निमित्त महानगरले के गर्दै हुन्थ्यो भन्ने एउटा प्रश्न छ। त्यसैलाई टेकेर अधिकांश महिलाहरूको इच्छा आकाङ्क्षा चाहनालाई चाहिँ एड्रेस हुने खालका बजेट नीति कार्यक्रम हामी लिएर आउँछौँ, जसले गर्दाखेरि चाहिँ महानगरको कार्यक्रम अनुरूप महिलाहरूले चाहिँ गर्नुपर्ने होइन, महिला दिदीबहिनीहरूको इच्छा आकाङ्क्षा अनुरूप चाहिँ महानगरको नीति कार्यक्रमहरू बन्नेछ। प्रतिवेदनको स्थिति सूचकको आधारमा सुधार गर्नुपर्ने क्षेत्रमा महिलाहरूका लागि लगानी बढाउने जनाइएको छ। अहिले ओडामा तथ्याङ्क सङ्कलनको लागि टोली परिचालन गरेर काम थालिएको महानगरपालिकाले जनाएको छ। विद्यार्थीलाई परिचालन गरेर प्रशिक्षणपछि ओडामा सफ्टवेयर सिस्टमबाट तथ्याङ्क सङ्कलनको काम भइरहेको छ। महानगरपालिका आफैले सुरु गरेको यो काम अन्य पालिकाले पनि सिक्नुपर्ने उदाहरणीय कामको रूपमा रहेको भन्दै महानगरपालिकाको प्रशंसा हुँदै आएको छ।